ल गाइस सबैलाई स्वागत गर्दछौँ न्यू ब्लगमा। हामी चाहिँ यो अब यो मुस्ताङतिर यसो घुम्न आएको भ्लग गराउँदै यसो हिँड्दै हामी फेरि यस्तो जहाँ पाए त्यही हिँडेका क्या पछि गाली गर्छन् कि भन्नुपर्ने हिँड्नुपर्छ कि यसो रमाइलो गरौँ भनेर हिँडेको। यस्तो त खै कहाँ हिँड्ने हिँड्ने उता मन्दिर उता भयो सिँढी वहाँ चाहिँ हेलिप्याड भयो। यस्तो डाँडा त्यो चढ्दै यता निस्क्यौँ कता निस्क्यौँ थाहा छैन। यहाँ यिनले चाहिँ ल लोकेसन हेर्दै हिँडिराख्ने के कता हो। हामी यहाँ गहिरामा निस्केछौँ। ऊ यहाँ बाटो रहेछ ल झरौँ त ओइ। होइन यहाँ सानो बाटो रहेछ नि त गोरेटो भन्छन् कि हाम्रोतिर यसलाई। त्यहाँ खोल्सो छ क्या त्यही भएर यहाँ निस्क्यौँ न। कि माथि जाने डाँडा माथि डाँडा जाने लु जाउँ त। उडाउँदैन यहाँ हात ठिराएर कस्तो भइसक्यो यार। मास्तिर निस्किने अनि कहाँ हिँड्ने हामी। यहाँ निस्किनु रहेछ ल झरौँ। यो के रहेछ यो ठ्याक्कै अगाडि रहेछ। छिटा पर्न थाल्यो नि होइन भरे हिउँ पर्छ कि। जे होस् सो मुस्ताङतिर 2 दिनको ट्रिपमा आउँदा नि रमाइलो हुन्छ 2-3 जना आउँदा। अनि यहाँ यो घडेरी जस्तो के हो यो घडेरी भन्न आज यो घर जस्तो के हो यहीँ ठ्याक्कै अगाडि रहेछ के अरे। ठ्याक्कै अगाडि यहाँ हिँड्ने बाटो नि रहेछ यहाँनिर यस्तरी निस्किने बाटो। हिउँ पर्छ कि नै भन्ने हो। हिउँ पर्छ जस्तो छ के अरे सेता ढुङ्गा छन्। हिउँले त होला यस्तो सेता बढी नै सेता गराएको ढुङ्गा पनि। हामी चाहिँ यत्रो ल यो वहाँ पारीदेखि यता आइयो वारी यो खोल्सो चाहिँ पार गरियो। मुस्ताङ त के यता अप्पर मुस्ताङ त माथि हो कि कता हो। यो के हो खान्छे ओके यो के को बोटो यार कोस्ने भयो। हामी यसो मनोरञ्जन गर्नलाई हिँडिहाल्यो। हिँड्न चाहिँ मासतिर जानु मासतिर हिउँ पर्ला जस्तो गरेर खेल्नुहुन्छ एकछिन। अझै एउटा दुइटा यहाँ अझै भ्लग गराउनु पर्यो नि त। सास फुल्दो रहेछ झन् माथि आउनु नि त सास फुल्दो रहेछ कि। यतिखेर नि हिँड्ने भने त पछि सकिँदैन नि त। कहाँ छ र घोडा वहाँ पुग्ने ल जाउँ त जाउँ न जे भयो नि जाउँ न। होइन हात यस्तो मैले साँधेको त हात नै यस्तो कोप्रियो यार। ल अब यहाँसम्म त आइयो के अरे। यहाँसम्म नि गाईहरू रहेछन् सोरी अगाडि बढौँ।
हाम्रो सामान त छ नि होइन सामान छोड्नु भएन नि त हामी सानातुना भ्लगहरूलाई सब्सक्राइब गरिदिनु सपोर्ट गरिदिनु गाइजहरू हामी जे होस् मुस्ताङ नआएको धेरै अनि अब आएको भयो नि यता त अब घुम्नु आएको थिएन होला अब हामी चाहिँ अलिक बढी नै वर आइपुगेका छौँ